ल साथीहरू, सबैजनाले यो भिडियो अन्तिमसम्म हेर्नु होला। हामी नेपालीको लागि एकदमै खुसीको कुरा आएको छ। क्रिकेट खेल प्रेमीका लागि पनि खुसीको कुरा आएको छ। पहिलोपटक नेपालमा क्रिकेट स्टेडियममा फ्लड लाइट जडान भएको छ। यो काठमाडौँ स्थित कीर्तिपुर त्रिभुवन विश्वविद्यालयको जग्गाभित्र रहेको यो क्रिकेट ग्राउन्ड हो। आज लक्ष्मी पूजाको दिन क्यानले यो कुरालाई फ्लड लाइटलाई चाहिँ टेस्ट गरेको छ, हेर्न सक्नुहुन्छ। र यहाँ 6वटा फ्लड लाइट छन्। 6वटा फ्लड लाइट मध्ये सबैको 4-4वटा, एउटालाई पुरा र एउटा तिनटाको चाहिँ एउटा बत्ती बालिएको छ, टेस्ट गरेको छ। अनि रातिको समयमा पनि यहाँ पत्रकार अनि यहाँ हेर्न आउने जनमानस र दर्शकहरूको घुइँचो छ। यहाँ चाहिँ टेस्ट भइरहेछ, यहाँ चाहिँ बलेको छैन। यो फ्लड लाइटमा चाहिँ हेर्न सक्नुहुन्छ, राम्रो छ, टेस्ट भएको छ एकदम। माथि ड्रोनहरू पनि उडिरहेछ, देखिराख्नु भएको छ साथीहरू, तपाईँहरू सबैजनाले। र अब नेपालमा पनि राति चाहिँ गेम गर्न सक्ने भएको छ। राति नै क्रिकेट गेम चाहिँ हुने भएको छ। हामीले अन्त अरू देशहरूको चाहिँ हेरिरहेको थियौँ रातिमा गेम हुने। तर गत सालमा भएको एनपिएलमा चाहिँ लाइट नभएको कारणले पनि खेलहरू घाच्चघुच्च भएर खेलाइरहेको थियो। अब चाहिँ आनन्द राति पनि गेम हुने भएको छ, गेम हुन्छ। हामी अवश्य हेर्न पाउनेछौँ। र यहाँ वरिपरि रहेको ठाउँ जुन हामी माटोमा बसेर हेर्थ्यौँ, अब हामीले माटोमा बसेर हेर्न पनि अन्त्य भएको छ। यहाँ हामी टक्क कुर्सीमा बसेर अब गेमलाई मजा लिनेछौँ, इन्जोय गर्नेछौँ। हाम्रो समर्थक सपोर्टर, हाम्रो साथीहरू, खेलाडी साथीहरूलाई चाहिँ हामीले सपोर्ट गर्नेछौँ। र अब नेपालले चाँडै अन्तर्राष्ट्रिय खेलहरू पनि खेलाउन सक्ने हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। पटकाहरू पनि पड्काइरहेछन् खुसीले। धेरै धेरै धन्यवाद छ, यो काम यति छिटो सम्पन्न गरियो। जस धेरै परियोजना यताउता हुन्छन्, कहिले के हुन्छन्, तर यो चाहिँ प्रत्यक्ष सरकारको निगरानीमा रहेको हुनाले एकदम छिटो पनि भएको छ। आज पुरै भरपुर उज्यालो देखिराख्नु भएको तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एउटा मात्रै लाइट बालेको छ, जुन एउटा फ्लड लाइटमा चाहिँ 16वटा लाइट छन्। यहाँ जम्मा फ्लड लाइट चाहिँ 6वटा छन्। यसको चाहिँ 4वटा, 5वटा, 6वटा बालेको छ। यसको चाहिँ एउटा बालेको छ त्यो लाइटको। हेर्न सक्नुहुन्छ, कुर्सीहरू पनि विभिन्न कलरमा टक्कर सजाएर राखेको छ। अब हामी यहाँ बसेर हामी आनन्द लिनेछौँ, क्रिकेट हेर्नेछौँ। तपाईँलाई कस्तो लाग्यो, के लाग्यो होइन, तपाईँले जानकारी गराउन सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ साथीहरू। कति राम्रो छ ल हेर्नु त। अब लक्ष्मी पूजाकै अवसर पारेर क्या फेरि क्यानले यो फ्लड लाइट चाहिँ टेस्ट गरेको छ आज। जस राम्रो छ, देख्न सक्नुहुन्छ होइन, उज्यालो आइरहेछ। ड्रोनहरूले नि खिचिराख्नु भएको छ। पत्रकारहरूको एकदम ठुलो उपस्थिति रहेको छ यहाँ। ल हेर्नुहोस्, दुईटामा त्यतातिर छ, 6वटा छ जम्मा, एउटामा 16वटा छ लाइट। र पुरै बत्ती चाहिँ बालेको चाहिँ छैन। कुनैको एउटा, कुनैको 4वटा, कुनैको 5वटा बालेको छ आज क्यानले। यतापट्टि यो स्कोरबोर्ड पनि रेडी भएछ। पहिला हामीले त्यहाँ मान्छेले नम्बर मिलाएको हेरिराख्थ्यौँ, देख्थ्यौँ भने अहिले स्कोरबोर्डमै सबै देखिनेछ।
है। हेर्नुहोस् यसले यो यसको चाहिँ बालेको छैन है बत्ती, यसको पनि बालेको छैन। टेस्ट गर्दैछ क्यानले, यसको चाहिँ एउटा बालेको रहेछ। हेर्नुहोस्, हेर्न सक्नुहुन्छ सबैजना। तपाईँहरू कति एक्साइटेड हुनुहुन्छ? म चाहिँ पुरै भरपुर एक्साइटेड छु, खुसी पनि छु। खुसी हुनु पनि पर्छ। जो सब हाम्रो नेपाली खेलाडीहरूले, क्रिकेट खेलाडीहरूले रातिमा पनि गेम खेल्न पाउनेछन्, हामीले हेर्न पाउनेछौँ। र कुनै पनि अन्तर्राष्ट्रिय खेलहरू यदि भएछ भने है, यहाँ पनि राति नै गेम हुनेछ। पछिल्लो समय धेरै नै क्रिकेटको क्रेज बढेको छ कि नेपालमा, क्रिकेटको क्रेज बढेको छ। खेलाडी साथीहरूले पनि अहिले जे होस् मनोबलहरू उच्च बनाइराख्नु भएको छ नेपालीहरूको। जताततै अहिले T20 विश्वकपको लागि भएको 6वटा देशसँग एउटै खेल्ने नहारेर अहिले चाहिँ क्वालिफायर भएको छ, च्याम्पियन नै भएको छ। त्यो ट्रफी नै उचालेको छ अहिले नेपालले। ल हेर्नुहोस् अब कति रमाइलो होला। राति टक्क जाने, गेम हेर्न सक्नुहुन्छ। वाउ, स्कोरबोर्ड पनि यस्तो तयार भएछ, देख्न सक्नुहुन्छ। यो माथि पनि लाइट टेस्ट गरिएको छ, हेर्नुहोस्। कति रमाइलो, राम्रो होइन। हरियाली, फुलपातीकै के अरे लक्ष्मी पूजाको दिन नै क्यानले चाहिँ यो यदि काम चाहिँ गरेको छ, राम्रो लाग्छ मलाई नि। एकदम खुसी छु म चाहिँ है साथीहरू। ल कतिजना हुनुहुन्छ क्रिकेटलाई माया गर्ने, सबैजनाले कमेन्ट गर्नु होला। र यदि गेम हेर्नुहुन्छ भने टक्क आएर हेर्न पनि सक्नुहुन्छ राति। आज लक्ष्मी पूजाको दिन यदि सक्नुहुन्छ भने, नजिकै हुनुहुन्छ भने आउन सक्नुहुन्छ। फ्लड लाइट बलेको हेरेर जानु